यनएस 23 बोरिङ कस्ट। अब यसमा के छ भन्ने कुरा सबभन्दा सुरुमा बर्ड आई भ्याल्यु के रहेछ भन्ने कुरा हेरौँ। सुरुमा डेफिनेसनको कुरा हामीले हुन्छ। अब मैले यहाँ प्यारा पनि राखिदिएको छु। इक्जाममा हामीले प्यारा लेख्यौँ भने हाम्रो मार्क पनि अलि बढ्ने चान्स धेरै हुन्छ, त्यही भएर प्यारा पनि कोड गर्न सजेस्ट गर्छु मैले। सकेसम्म प्यारा कोड गर्ने। अब सबै प्यारा याद गर्नुपर्छ भन्ने छैन, तर इक्जाममा जुन रिपिट भइरहेको हुन्छ त्यो त्यो हामीले याद गरेर गयौँ भने हामीलाई इक्जाममा लेख्न पनि सजिलो हुन्छ अनि मार्क स्कोर गर्न पनि सजिलो हुन्छ। त्यही भएर डेफिनेसन प्यारा 5मा आउँदो रहेछ। के डेफिनेसन छ? हाम्रो बोरिङ कस्टको डेफिनेसन अनि क्वालिफाइङ एसेट्सको डेफिनेसन छ। अनि त्यसपछि प्यारा 8मा रेकग्निसनको कुरा हुन्छ। रेकग्निसनमा दुईवटा, एउटा क्यापिटलाइजेसन गर्ने अनि अर्को एक्सपेन्स ट्रिट गर्ने। त्यसपछि मेजरमेन्टको कुरा आउँछ। दुईवटा बोरिङ हुन्छ यसमा। प्यारा 12मा स्पेसिफिक बोरिङ अनि प्यारा 14मा जेनरल बोरिङ, त्यो पनि कभर गर्नेछौँ। अनि स्टेज अफ क्यापिटलाइजेसन के स्टेज हुन्छ भन्ने, प्यारा 17मा रहेछ कमेन्समेन्ट, प्यारा 20मा रहेछ सस्पेन्सन र प्यारा 22मा रहेछ सिजेसन। यिनीहरू अलि डिटेलमा पढ्ने नै छौँ हामीले। अनि प्यारा 26मा डिस्क्लोजर के डिस्क्लोज गर्नुपर्छ त भन्ने कुरा छ। अनि लास्टमा मैले कभर गर्नेछु हाम्रो पास्ट इक्जाममा आएको क्वेसनहरू, एडभान्स एकाउन्टमा कुन क्वेसन आयो अनि अडिटमा कुन क्वेसन आयो, त्यो सबै हामीले कभर गर्नेछौँ। यो क्याप 2मा आइराख्ने स्ट्यान्डर्ड हो। यसबाट त्यति धेरै कन्सेप्ट नभए पनि हामीले इक्जाममा देखिरहेकै हुन्छौँ, कहिले अडिटमा कहिले एकाउन्टमा गरेर क्वेसन सोधिरहेकै हुन्छ यसबाट पनि। अनि त्यति धेरै लामो स्ट्यान्डर्ड छैन, एकदम सर्ट एन्ड स्विट स्ट्यान्डर्ड छ। त्यही भएर हामीले सर्ट टाइममा पनि यसलाई राम्रोसँग कभर गऱ्यौँ भने हामीले राम्रोसँग मार्क स्कोर गर्न सकिन्छ र त्यति कम्प्लिकेटेड स्ट्यान्डर्ड पनि छैन यो। त्यही भएर अब यसलाई हामीले राम्रोसँग कभर गऱ्यौँ भने मार्क स्कोर गर्न सकिन्छ राम्रै। अब स्ट्यान्डर्डमै जाऊँ। बोरिङ कस्ट डेफिनेसनको कुरा गर्दाखेरि यहाँ हामीले 3टा डेफिनेसन पढ्नुपर्छ। एउटा बोरिङ कस्टको डेफिनेसन, एउटा क्वालिफाइङ एसेट्सको डेफिनेसन अनि अर्को नन क्वालिफाइङ एसेट्सको डेफिनेसन। यो मध्ये सबभन्दा बढी इम्पोर्टेन्ट भनेको यो बोरिङ कस्ट अनि क्वालिफाइङ एसेट्सको डेफिनेसन हो। बोरिङ कस्ट भनेको इन्ट्रेस्ट अदर कस्ट जुन हामीले लोन लिने बेलामा इन्क्लुड गरिन्छ। यहाँ छ डेफिनेसन यसको। त्यसपछि अब यो बोरिङ कस्टमा 3टा कुरा हुन्छ। एउटा इन्ट्रेस्ट एक्सपेन्स, अर्को फाइनेन्सियल चार्जेस अनि अर्को एक्सचेन्ज डिफरेन्स हो। यो जुन थर्ड पोइन्ट छ यो अलि धेरै इम्पोर्टेन्ट छ। क्याप 3को पर्सपेक्टिभमा हामीले क्याप 2मा राम्रोसँग पढ्न पर्दैन, क्याप 3मा अलि डिटेलमा पढ्नुपर्छ हामीले यसलाई। त्यही भएर यो क्याप 3को लागि छोडिदिउँ। अनि अर्को छ क्वालिफाइङ एसेट्स। क्वालिफाइङ एसेट्स भनेको यस्तो एसेट्स जुन बन्नको लागि सब्सटेन्सियल पिरियड अफ टाइम लाग्छ, त्यसलाई भन्छन् क्वालिफाइङ एसेट्स। अब सब्सटेन्सियल पिरियड अफ टाइम भनेको कति पिरियड अफ टाइम भन्ने कुरा कुनै पनि स्ट्यान्डर्डले डिफाइन गरेको छैन। त्यही भएर यसलाई हामीले म्यानेजमेन्टको जजमेन्टमा छोडिदिन्छौँ। अर्को छ क्वालिफाइङ एसेट्स। क्वालिफाइङ एसेट्स भनेको के हो भने यस्तो एसेट्स जुन किन्ने बित्तिकै रेडी टु युज हुन्छ। अनि अर्को इन्भेन्ट्री प्रोड्युस इन सर्ट पिरियड, यस्तो एसेट्सलाई हामीले नन क्वालिफाइङ एसेट्स भनिन्छ। अब रेकग्निसन प्रिन्सिपल हामीले रेकग्नाइज गर्ने बेलामा दुईवटा तरिकाले रेकग्नाइज गर्न सकिन्छ। एउटा हामीले क्यापिटलाइज गर्ने हो अनि अर्को हामीले एक्सपेन्स रेट गर्ने हो। यदि हामीले क्यापिटलाइज गऱ्यौँ भने पार्ट अफ कस्ट अफ द्याट एसेट, हामीले त्यो एसेट्सको कस्टमा लगेर एड गरिदिन्छौँ त्यो बोरिङ कस्टलाई। यदि हामीले एक्सपेन्स रेट गर्ने हो भने त्यसलाई हामीले पिएलमा लगेर चार्ज गर्नुपर्छ, प्रफिट एन्ड लस एकाउन्टमा। अब स्पेसिफिक बोरिङ भनेको यस्तो बोरिङ हामीले त्यो क्वालिफाइङ एसेट्स बनाउनको लागि मात्रै लोन लिएको भने हामीले त्यसलाई स्पेसिफिक बोरिङ भनिन्छ। अब त्यो कसरी ट्रिट गर्ने भने त्यसमा कसरी त्यो बोरिङ कस्टलाई क्यापिटलाइज गर्ने भने जति पनि हामीले इन्ट्रेस्ट इन्कर गरेको स्पेसिफिक बोरिङमा त्यसमा हामीले कुनै पनि टेम्पोररी इन्कम छ त्यो बोरिङको इन्भेस्टमेन्टबाट भने त्यो घटाएर जति एमाउन्ट आउँछ त्यसलाई हामीले क्यापिटलाइज गरिदिने हो। यो पनि हाम्रो क्याप 2मा त्यति धेरै इम्पोर्टेन्ट छैन, तर हामीले क्याप 3मा अझै राम्रोसँग डिटेलमा यसको न्युमेरिकलहरू चाहिँ सल्भ गर्नुपर्छ। त्यही भएर क्याप 2मा बेसिक अन्डरस्ट्यान्डिङले मात्रै हुन्छ, हामीले क्याप 2मा अझै डिटेलमा पढ्ने नै छौँ यो। अब अर्को जेनरल बोरिङ पनि त्यस्तै हो। स्पेसिफिक बोरिङ भनेको त्यो क्वालिफाइङ एसेट्सको लागि मात्र युज गर्नको लागि लिएर आएको लोन भयो। जेनरल बोरिङ भनेको जेनरली हामीले कम्पनीमा खर्चको लागि लिएर आएको बोरिङ लोन थियो हो। त्यो लोनबाट हामीले यदि क्वालिफाइङ एसेट्सको लागि पनि युज गऱ्यौँ भने त्यसलाई भन्छन् जेनरल बोरिङ। अब यसमा पनि क्यापिटलाइज कसरी गर्ने भने सबभन्दा सुरुमा हामीले क्यापिटलाइजेसन रेट निकाल्न पर्छ वेटेड एभरेज मेथडबाट। अनि त्यो वेटेड एभरेज मेथड लिएर त्यो क्यापिटलाइजेसन रेटलाई हामीले कति एक्सपेन्डिचर गरेको त क्वालिफाइङ एसेट्समा हो त्यो इन्टु गरेपछि क्यापिटलाइज बोरिङ कस्ट आउँछ। यो पनि हाम्रो क्याप 2मा इम्पोर्टेन्ट छैन, हामीले क्याप 3मा अझै डिटेलमा पढ्ने नै छौँ यो। त्यही भएर क्याप 2मा हामीले बेसिक अन्डरस्ट्यान्डिङले मात्रै हुन्छ स्पेसिफिक बोरिङ भनेको के हो अनि जेनरल बोरिङ भनेको के हो भनेर, अरू धेरै डिटेलमा जान पर्दैन। अब अलि धेरै इम्पोर्टेन्ट भनेको अब क्याप 2को लागि हो कमेन्समेन्ट अफ क्यापिटलाइजेसन। हामीले कति बेला बोरिङ कस्टको क्यापिटलाइजेसन कमेन्स गर्नुपर्छ। कमेन्स भनेको स्टार्ट गर्ने, कति बेला स्टार्ट गर्ने त त्यसको लागि 3टा कन्डिसन छ। 3टा कन्डिसन के हो भने यदि एक्सपेन्डिचर फर द एसेट इज इन्कर्ड भनेको हामीले यदि खर्च गर्न सुरु गरिसक्यौँ भने एसेट बनाउनको लागि
त्यो भयो। त्यसपछि हामीले बोरिङ कस्ट पनि इन्क्लुड गऱ्यौँ भने अनि कि त होइन, तिनटै कन्डिसन मिट हुनपर्छ अनि बल्ल हुन्छ। एउटा कन्डिसन मिट हुने अनि बाँकी दुईवटा कन्डिसन मिट नभएपछि त्यो कन्डिसन कमेन्समेन्टको लागि फुलफिल हुँदैन, सेटिस्फाई हुँदैन। सबै कन्डिसन सेटिस्फाई हुनपर्छ। यहाँ लेखेको छ नि त, वेन अल अफ द फलोइङ कन्डिसन्स आर सेटिस्फाई, सबै कन्डिसन सेटिस्फाई भएको हुनपर्छ। के हुनु पऱ्यो भने एउटा एक्सपेन्डिचर इन्कर गरेको हुनु पऱ्यो, अर्को बोरिङ कस्ट इन्कर गरेको हुनु पऱ्यो, अनि अर्को एक्टिभिटी नेसेसरी टु प्रिपेयर द एसेट्स फर इट्स इन्टेन्डेड युज अर सेल आर इन प्रोग्रेस भनेको त्यो एसेट बनाउनको लागि काम सुरु भइसकेको हुन पऱ्यो भन्न खोजेको। मानव एउटा बिल्डिङ बनाउनको लागि मैले 20 करोड रुपियाँ लोन लिएको छु भने अब त्यो 20 करोड मध्ये मैले सबभन्दा पहिला त खर्च गर्न पऱ्यो एसेट्स बनाउनको लागि। अब बिल्डिङ बनाउनको लागि सिमेन्ट चाहिन्छ, बालुवा चाहिन्छ, छड चाहिन्छ, हो त्यो छड किनेको हुन पऱ्यो, त्यो भनेको मेरो एक्सपेन्डिचर भयो। त्यसपछि बोरिङ कस्ट इन्कर भएको हुन पऱ्यो भनेको त्यो लोन लिएछु त्यसमा मैले इन्ट्रेस्ट चार्ज गरेको हुन पऱ्यो, इन्ट्रेस्ट तिर्न पऱ्यो हामीले, हो त्यो भनेको बोरिङ कस्ट इन्कर भएको हुन पऱ्यो। अनि अर्को भनेको एक्टिभिटी नेसेसरी टु प्रिपेयर आर इन प्रोग्रेस भनेको त्यो बिल्डिङ बनाउन सुरु गरेको हुन पऱ्यो। अब मैले लोन पनि लिएँ, सामान पनि किनेर राखेँ, तर मैले बिल्डिङ बनाउन सुरु जो गरेन भने मैले त्यो कस्टलाई क्यापिटलाइज गर्न मिल्दैन। मैले बिल्डिङ बनाउन सुरु गरेको हुन पऱ्यो त्यो कन्डिसन मिट गर्नको लागि। त्यही भएर यो तिनवटा कन्डिसन हो कमेन्समेन्टको लागि। अब स्टार्ट त भयो, अब बिचमा केही गएर रोक्न पऱ्यो। सस्पेन्सन भनेको रोक्ने, बिचमा सस्पेन्ड गर्ने, त्यो क्यापिटलाइजेसन सस्पेन्ड गर्ने। अब कस्तो बेला सस्पेन्ड गर्ने भने यदि त्यसको एक्टिभ डेभलपमेन्ट भइरहेको छैन भने हामीले त्यो बेलामा सस्पेन्ड गर्नुपर्छ। मानौँ अघिको बिल्डिङको इक्जाम्पल लिगौँ, अघिको बिल्डिङ बनाउन मैले 20 करोड लिएको थिएँ, अनि छड सिमेन्ट सबै झारेँ, अनि बिल्डिङ बनाउन सुरु गरिरहेको थिएँ। बिचमा ठ्याक्क कोरोना आइदियो। अब कोरोना आएर 6 महिनासम्म मेरो कामै भएन भने अब त्यो जुन 6 महिनाको पिरियड छ त्यो 6 महिनाको पिरियडमा मैले ब्याङ्कलाई इन्ट्रेस्ट त तिर्नुपर्छ। अब लकडाउन आयो, कोरोना आयो भन्दैमा त्यसले इन्ट्रेस्ट त नलिने हुँदैन नि त, इन्ट्रेस्ट त लिइरहेकै हुन्छ ब्याङ्कले, हो। त्यो 6 महिनाको इन्ट्रेस्ट जुन छ त्यो हामीले क्यापिटलाइज गर्न मिलेन, किनकि त्यति बेला एक्टिभ डेभलपमेन्ट भएको थिएन, इज इन्टरप्टेड। त्यही भएर हामीले त्यो टाइममा हामीले क्यापिटलाइजेसन गर्न मिल्दैन भनेको हो। सस्पेन्सन भनेको त्यो हो। सस्पेन्सन भनेको एकछिनको लागि सस्पेन्ड गर्ने, रोकिदिने। अब कस्तो केसमा सस्पेन्सन हुँदैन भनेको टेम्पोररी डिले इज नेसेसरी एज अ पार्ट अफ द प्रोसेस, मतलब कि यदि त्यो बिल्डिङ बनाइरहेको छु मैले, अनि मैले ढलाइ गरेर 1 महिनासम्म छोडिदिएँ भने अब त्यो 1 महिनाको मैले क्यापिटलाइज गर्न मिल्दैन भन्न मिलेन क्या, किनकि त नेसेसरी छ नि त। ढलाइ गरेपछि त केही टाइमको लागि होल्ड गरिदिनु पर्छ, त्यतिकै छोडिदिनु पर्छ नि त 500 काटेर, हो। यस्तो केसमा हामीले सस्पेन्सन गर्न मिल्दैन। अनि अर्को केस भनेको सब्सटेन्सियल अर टेक्निकल एडमिनिस्ट्रेटिभ वर्क इज क्यारिड आउट, कुनै पनि यदि टेक्निकल र एडमिनिस्ट्रेटिभ वर्क भइरहेको छ त्यो पिरियडमा भने त्यस्तो बेलामा पनि हामीले सस्पेन्सन गर्न मिल्दैन। त्यो कस्तो केस हुनसक्छ भने हामीले बिल्डिङ बनाइरहेको छौँ, अनि नगरपालिकामा गएर कुनै नक्सा पास गर्न पऱ्यो, केही गर्न पऱ्यो भने हो त्यो अब सरकारी काम त 1-2 महिना लगाइदिन सक्छ नि त, नलाग्दा त छुट्टै कुरा त लगाउन सक्छ, हो। त्यस्तो केसमा पनि हाम्रो एक्टिभ डेभलपमेन्ट भएको छैन भनेर हामीले सस्पेन्सन गर्न मिल्दैन, त्यो भन्न खोजेको हो। अब अर्को छ सिजेसन भनेको रोक्ने। अब हामीले कति बेला क्यापिटलाइजेसन बन्द गर्छौँ भने जब हामीले चाहेको काम पुरा हुन्छ, वेन substantially all the necessary activity to prepare the qualifying assets for its intended use or sale are completed। जब हामीले इन्टेन्डेड युज र सेल गरेको काम छ, जति पनि क्वालिफाइङ एसेट्सको कम्प्लिट भयो भने हामीले त्यतिखेर बल्ल सिज गर्ने हो। अब यस्तो पनि हुनसक्छ, अब त्यही बिल्डिङको कुरा लेखौँ, अघि हामीले जुन बिल्डिङ बनाइरहेको थियौँ, अब त्यो बिल्डिङमा 10 तल्लाको बिल्डिङ बनाउन थियो, 5 तल्ला मैले बनाएर सकिसकेँ, अनि त्यो 5 तल्ला युज गर्न पाउँछु भने अब मैले के गर्न सक्छु भने त्यो 5 तल्लाको सिजेसन गरिदिन्छु। त्यो 5 तल्लाको सिजेसन गरिदिन्छु मतलब त्यो 5 तल्लामा अब मैले क्यापिटलाइज गर्दैन बोरिङ कस्ट, अनि बाँकी जुन 5 तल्ला हो त्यो 5 तल्लाको जति पनि खर्च छ त्यसमध्ये बोरिङ कस्ट मैले इन्क्लुड गरेर कस्टमा एड गरिदिन्छु। त्यसलाई भन्छन् इफ क्वालिफाइङ एसेट इज कम्प्लिट, यदि त्यो कम्प्लिट भयो इन पार्ट एन्ड इच पार्ट क्यान बी युज इन्डिपेन्डेन्टली। अब त्यो 5 तल्ला इन्डिपेन्डेन्टली युज गर्न मिल्यो नि त, त्यस्तो बेलामा हामीले त्यो 5 तल्लाको क्यापिटलाइजेसन सिज गर्न मिल्छ र बाँकीको हामीले कन्टिन्यू गर्ने, त्यसरी भनेको। क्वेसन पनि आउन सक्छ यसमध्ये, कुनै एउटा बिल्डिङ छ, त्यो बिल्डिङको 5 तल्ला बनेर भइसक्यो, अनि 5 तल्ला बाँकी छ भने अब त्यो बोरिङ कस्ट कसरी ट्रिटमेन्ट गर्ने, कसरी मेजर गर्ने भन्ने कुरा गर्न सक्छ। त्यस्तो बेला हामीले के भन्नुपर्छ भने 5 तल्लाको बिल्डिङमा हामीले क्यापिटलाइजेसन सिज गर्ने, बाँकी 5 तल्लामा क्यापिटलाइज गर्न पर्यो भन्ने कुरा गर्यो। अब अर्को छ बोरिङ कस्ट एन्ड इन्भेन्ट्री। यो हामीले NS 2 मा पनि पढ्छौँ, अनि NS 23 मा पनि अलिकति रेलेभेन्ट छ। यो भनेको के भने कति बेला हामीले इन्भेन्ट्रीमा जुन
बोरिङ कस्ट लागेको छ क्यापिटलाइज गर्न पाइन्छ त? त्यो त्यति बेला मात्र पाइन्छ जब इन्भेन्ट्रीले सब्सटेन्सियल पिरियड अफ टाइम लिन्छ सेलेबल कन्डिसनमा आउनको लागि। त्यो बाहेक अरू जस्तोसुकै कन्डिसन होस् हामीले इन्भेन्ट्रीको बोरिङ कस्ट क्यापिटलाइज गरिन्न, इन्भेन्ट्रीमा बोरिङ कस्ट क्यापिटलाइज गरिन्न भन्ने कुरा गर्यो। क्वेसन पनि छ यो, पास्ट क्वेसनमा पनि आएको छ, अहिले एकछिनमा हेर्नेछौँ क्वेसन पनि यसको। अब लास्ट डिस्क्लोजर, यो इक्जाम ओरिएन्टेडले त्यति धेरै इम्पोर्टेन्ट छैन, तर कहिलेकाहीँ थ्योरीमा आउन सक्छ कि भनेर राखिदिएको मात्रै हो। यो बेसिक छ, त्यति धेरै इम्पोर्टेन्ट छैन, एकचोटि हेरेर जाँदा राम्रो। हो एन्टिटीले के डिस्क्लोज गर्न पर्छ त? डिस्क्लोज गर्नुपर्ने भनेको एउटा बोरिङ कस्ट कति क्यापिटलाइज गरे ड्युरिङ द पिरियड, अनि अर्को क्यापिटलाइजेसन रेट युज टु डिटरमाइन द एमाउन्ट अफ बोरिङ कस्ट इलिजिबल फर क्यापिटलाइजेसन, यही कुरा डिस्क्लोज गर्न पर्दो रहेछ। अब 9वटा मात्रै छ एम कन्सेप्ट, कन्सेप्ट त्यति धेरै छैन, अनि इक्जाममा पनि क्वेसन यही 2-4वटा कन्सेप्टमै घुमेर आइरहेको हुन्छ। त्यही भएर अब माथि यसो फेरि रिभाइज गर्दै हेर्दाखेरि सबभन्दा बढी इम्पोर्टेन्ट भनेको हाम्रो यो स्टेज अफ क्यापिटलाइजेसन, सिडेसन भयो, सस्पेन्सन भयो, कमेन्समेन्ट भयो, यो सबभन्दा बढी इम्पोर्टेन्ट 3टा। त्यसपछि जेनरल बोरिङ, स्पेसिफिक बोरिङ, क्याप 2मा त्यति धेरै इम्पोर्टेन्ट छैन। यो हामीले क्याप 3मा मजाले एकदम डिटेलमा राम्रोसँग पढ्नुपर्छ, त्यसमा न्युमेरिकल पनि हुन्छ यिनीहरूको, त्यो पनि गर्नुपर्छ हामीले। त्यही भएर क्याप 2मा त्यति धेरै इम्पोर्टेन्ट छैन यो। अनि अर्को भनेको यो बोरिङ कस्टको कति बेला हामीले क्यापिटलाइज गर्ने अनि कति बेला हामीले एक्सपेन्स चार्ज गर्ने भन्ने कुरा। अनि अर्को डिफिनेसन भनेको बोरिङ कस्टको डिफिनेसन अनि क्वालिफाइङ एसेट्सको डिफिनेसन। नन क्वालिफाइङ एसेट्सको डिफिनेसन पनि हामीले पढिरहेको राम्रो, नन क्वालिफाइङ एसेट्स भनेर के हो भनेर सर्ट नोटमा सोधिन सक्यो नि त, त्यस्तो बेलामा हामीले नलेज लिएको राम्रो। यति कुरा हो हामीले कन्सेप्टमा पढ्नुपर्ने, अनि क्वेसन पनि यही कन्सेप्टमै आइरहेको हुन्छ। कन्सेप्ट त्यति मात्रै भयो। अब हामीले पास्ट क्वेसनमा कस्तो क्वेसन आएर हेरौँ। अब पास्ट क्वेसनमा जाऊँ, एकाउन्टमा कस्तो क्वेसन आएर भने क्वेसन नम्बर 1मा हेरौँ। अ कम्पनी अब्टेन टर्म लोन ड्युरिङ द इयर इन्ड 31 मार्च 2021 टु एन एक्सटेन्ट अफ 650 लाख। 650 लाख भनेको लोन लियो 650 लाखको, डेभलपमेन्ट र मोडर्नाइजेसन अफ इट्स फ्याक्ट्री, त्यसमध्ये बिल्डिङ 120 लाखको बनाएछ, अनि मेसिनरी 350 लाखको बनायो, अनि 70 लाखको एडभान्स दियो एसेट इन्स्टलेसनको लागि, अनि 110 लाखको वर्किङ क्यापिटलमा युटिलाइज गर्यो। अब इन्ट्रेस्ट पे गर्यो, 650 लाखमा इन्ट्रेस्ट पे गरे 58.5 लाख, 58.5 लाख रुपियाँ यसले इन्ट्रेस्ट पे गरेको छ। अब यो इन्ट्रेस्टलाई कसरी ट्रिट गर्ने इन द एकाउन्ट अफ द कम्पनी भनेर सोधेको छ। अब यो 58.5 लाख मध्ये कति क्यापिटलाइज गर्ने, कति एक्सपेन्स रेट गर्ने भन्ने कुरा सोधेको हो। अब हामीले सबभन्दा सुरुमा त्यही प्रोभिजन पढ्नु पऱ्यो। प्रोभिजनमा भनेको थियो कति बेला हामीले क्यापिटलाइज गर्ने अनि कति बेला हामीले एक्सपेन्स रेट गर्ने, त्यो कहाँ छ भन्ने कुरा यहाँ मैले लेखाउँछु। हो यो बोरिङ कस्ट डाइरेक्टली एट्रिब्युटेबल छ भने क्यापिटलाइज गर्ने, अरू केसमा के गर्ने भने एक्सपेन्स रेट गर्ने हो। यही कन्डिसन, यही लेख्नु पऱ्यो हामीले प्रोभिजन सबभन्दा सुरुमा। त्यो प्रोभिजन लेखिसकेपछि अब हामीले यहाँ बक्स बनाएर हुन्छ कि त प्याराग्राफमा हुन्छ, कसरी हुन्छ गरिदिने हामीले। अब यो बिल्डिङ बनाउनको लागि सब्सटेन्सियल पिरियड अफ टाइम लाग्छ, त्यही भएर यो बोरिङ कस्टमा क्वालिफाइङ एसेट्स हो, त्यही भएर यसलाई हामीले यसको कस्टमा एड गरिने। त्यसपछि कस्टमा जुन कस्ट अफ प्लान्ट एन्ड मेसिनरी लागेको थियो त्यसमा पनि त्यसको कस्टमा एड गर्न सकिन्छ बोरिङ कस्ट। अनि चार्ज अफ एज एक्सपेन्स, के एक्सपेन्स चार्ज गर्ने भने सबभन्दा सुरुमा यो कहाँ गयो, लोन भयो, त्यसपछि इन्ट्रेस्ट पेड, वर्किङ क्यापिटलमा हामीले जति तिरेको थियौँ अनि अर्को एडभान्स तिरेको थियौँ हो, त्यो दुईवटा कुरालाई हामीले यहाँ लाउन सकिन्छ, एक्सपेन्स ट्रिट गर्न सकिन्छ। त्यो भयो, टोटलमा हाम्रो यति भयो बोरिङ कस्ट। यो हाम्रो क्वेसनमा दिएको छ। अब ट्रिट गर्ने भनेको के हो, यो पेटर्नले लेख्न पनि सकियो, नत्र अर्को क्वेसन चाहिँ यहाँ ठ्याक्क यसरी लेख्यो भने अझै क्लियरली हामीले प्रेजेन्ट गर्न सकिन्छ। त्यो माथिको क्वेसन र यो क्वेसन सिमिलर हो, हामीले यसरी गर्न सकिन्छ प्रेजेन्टेसन। पार्टिकुलर भनेर अब के हो, कन्स्ट्रक्सन अफ बिल्डिङ, पर्चेज, त्यसपछि वर्किङ क्यापिटल अनि एडभान्स। अब नेचर के हो, क्वालिफाइङ एसेट्स हो, नन क्वालिफाइङ एसेट्स, नन क्वालिफाइङ एसेट्स, नन क्वालिफाइङ एसेट्स। त्यसपछि इन्ट्रेस्ट टु बी क्यापिटलाइज, कति क्यापिटलाइज गर्ने, कति इन्ट्रेस्ट एक्सपेन्स ट्रिट गर्ने, त्यो लेख्ने यहाँ। अब यहाँ माथिपट्टि हामीले प्रोभिजन लेख्न सक्छौँ। अघि मैले जुन भनेको थिएँ कति बेला डाइरेक्टली एट्रिब्युटेबल भयो भने क्यापिटलाइज गर्ने, अनि अरू केसमा हामीले एक्सपेन्स ट्रिट गर्ने भन्ने कुरा, त्यो हामीले यहाँ प्रोभिजन लेखेर यसरी बक्सलाई बनाएर हामीले प्रेजेन्ट गराउन सक्छौँ। अनि यहाँ नोटमा लेखेको छ, यो नोट पनि दिन सक्छौँ हामीले कसरी हामीले एज्युम गऱ्यौँ भनेर। अब यो माथिको क्वेसनमा यसलाई क्वालिफाइङ एसेट्स ट्रिट गरेको थियो, यहाँ नन क्वालिफाइङ एसेट्स ट्रिट गरेर रहेछ। अब किन त्यस्तो गर्यो भने यहाँ के नोट लेखेको छ, इट इज एज्युम द्याट प्लान्ट
प्लान्ट एन्ड इक्विपमेन्ट वाज रेडी फर इट्स इन्टेन्डेड युज एट द टाइम अफ इट्स एक्विजिसनको टाइममा रेडी टु युज रहेछ, त्यही भएर यसलाई हामीले नन क्वालिफाइङ एसेट्स ट्रिट गरेको रहेछौँ। हामीले क्वालिफाइङ एसेट्स हो भनेर नोट लेख्न पनि सकिन्छ, यहाँ नोट लेखेर अब आफ्नो हिसाबले। अब यो दुइटा त नन क्वालिफाइङ एसेट्स हुने भयो। यसरी हामीले त्यो अघिको क्वेसन पनि हामीले यही फर्मेटमा गर्न सकिन्छ। अब अरू के सोध्दो रहेछ त्यो पनि हेरौँ। अब यहाँ थ्योरी जस्तै सोधेको के कन्डिसन छ सेटिस्फाई गर्नको लागि त्यो हामीले हेर्न सकिन्छ। त्यसपछि ट्रिटमेन्ट के हो यो पनि हामीले हेर्न सकिन्छ। अनि डिफिनेसन सोधेको छ, अनि कति बेला क्यापिटलाइज गर्ने भनेर। यही हो, सबभन्दा धेरै सोध्ने भनेको यही हो क्या। त्यसपछि यो क्वेसन अलिक इन्कम्प्लिट क्वेसन छ, यो पास्ट क्वेसनमा भएको भएर मैले यहाँ राखेको छु। यो त भर्खरै हामीले गरिसक्यौँ। एकाउन्टमा सोधेको यति मात्र रहेछ। अब अडिटमा हेरौँ, अडिटमा कसरी सोध्यो। अब अडिटमा एन्सर लेख्ने तरिका अलिक फरक हुन्छ। मैले योभन्दा अगाडि एउटा भिडियो बनाइसकेको छु, एन्सर राइटिङ इन एनएस। अडिटको पनि धेरै क्वेसन छैन, 4वटा क्वेसन मात्रै रहेछ यहाँ। 4वटा क्वेसन मध्ये पनि अब त्यो म्याक्सिमम् क्वेसन त्यही माथिकै फर्मेटमा माथिकै प्रोभिजनहरूमा सोधिरहेको हुन्छ। अरू बाहिर त्यो बाहेक बाहिरबाट सोधेको छैन, त्यही प्रोभिजन सोधिरहेको छ। हेर्नु होला। मेन अडिटको छुट्टै राख्नुको कारण के हो भने यो लास्टमा हामीले एन्सर ड्राफ्ट गर्ने बेलामा म्यानेजमेन्टको रेस्पोन्सिबिलिटी यो थियो, अडिटरले यस्तो गर्न पर्थ्यो भन्ने कुरा। यो लास्टको जुन लाइन छ हो यो लाइन एडिसनल लेख्नुपर्छ हामीले अडिटमा यस्तो क्वेसन आउँदाखेरि। त्यही भएर मैले यो राखिदिएको हो। मैले एउटा भिडियो पनि बनाएको छु एनएसको क्वेसन अडिटमा आयो भने हामीले कसरी लेख्ने भनेर। यहाँ मैले डिस्क्रिप्सनमा पनि राखिदिनेछु लिङ्क, अनि माथि आई बटनमा पनि हेर्न सक्नुहुन्छ। त्यो भिडियो हेरेर पनि आइडिया हुन्छ हामीले एन्सर कसरी ड्राफ्ट गर्ने भनेर। यहाँ पनि मैले त्यही अनुसारको एन्सर ड्राफ्ट गरेको छु। अब सिरियली क्वेसन नम्बर 1बाट जाऊँ अडिटमा। द इन्टायर लाइबिलिटी फर इन्ट्रेस्ट अन डिफर्ड पेमेन्ट इज ट्रिटेड एज अ पार्ट अफ क्यापिटल कस्ट अफ द एसेट्स एज सच लाइबिलिटी वाज इन्कर्ड एट द टाइम अफ एक्विजिसन अफ द एसेट्स। क्वेसनमा के भनेको छ भने हामीले एसेट एक्वायर गर्ने बेलामा एउटा डिफर्ड इन्ट्रेस्ट पेमेन्ट रहेछ, जस्तो कि केही समयपछि हामीले पेमेन्ट गर्दाखेरि कस्टभन्दा एडिसनल पैसा दिनुपर्छ नि त, टाइम भ्यालु अफ मनीले गर्दाखेरि। हो त्यो जुन इन्ट्रेस्ट लाइबिलिटी थियो त्यसलाई हामीले के गर्दैछ भने यो क्वेसनमा लाइबिलिटी ट्रिट गरेर जति पनि लाइबिलिटी छ सबै इन्टायर लाइबिलिटीलाई जो कस्ट अफ एसेट्स त्यसको क्यापिटलमा क्यापिटलाइज गरिदिएको रहेछ भनेर सोधेको छ। अब यसमा के कुरा हो भने सबभन्दा सुरुमा त हामीले क्वेसन बुझ्नु पऱ्यो यो कुन स्ट्यान्डर्डको हो। अब यहाँ पो मैले छुट्याएर राखिदिएको छु एनएस 23 को हो भनेर, तर इक्जाममा आउने बेलामा त हामीलाई थाहा हुँदैन नि त कुन स्ट्यान्डर्डको हो भनेर। त्यो छुट्याउनको लागि हामीलाई के कुराले गर्दाखेरि एनएस 23 हो भन्ने थाहा पायौँ त भन्ने। सबभन्दा सुरुमा त इन्ट्रेस्ट, अनि अर्को यो पार्ट अफ द क्यापिटल कस्ट अफ द एसेट्स, यो दुईवटा कुराले गर्दाखेरि हामीले एनएस 23 हो भन्ने थाहा पायौँ। यो सबभन्दा पहिला बुझ्नुपर्ने हो। धेरै स्टुडेन्टले कुन स्ट्यान्डर्डबाट आएको थाहा पाउँदैन, त्यो थाहा पाउन पर्छ क्वेसन एकदम राम्रोसँग पढेर। अब यहाँ कुरा गरेको छ इन्ट्रेस्टलाई क्यापिटलाइज गर्यो भनेर। अब सबभन्दा सुरुमा प्रोभिजन के लेख्न पऱ्यो त, क्यापिटलाइज कतिखेर गरिन्छ भनेर एउटा प्रोभिजन लेख्न पऱ्यो। त्यो प्रोभिजन के हो भने जति बेला डाइरेक्टली एट्रिब्युटेबल हुन्छ, कतिखेर एक्विजिसन, कन्स्ट्रक्सन, त्यसपछि प्रोडक्सन अफ क्वालिफाइङ एसेट्सको बेलामा मात्रै हामीले क्यापिटलाइज गरिन्छ भनेर यो प्रोभिजन लेख्न पऱ्यो। यो प्रोभिजन लेखिसकेपछि अब हामीले सिधा बुझ्दाखेरि अब यो त डाइरेक्टली एट्रिब्युटेबल रहेछ, जस्तो कि एक्विजिसनको टाइममा त इन्ट्रेस्ट लागेको रहेछ नि त, त्यसो भए त ठिकै गर्यो भनेर लाग्न सक्छ। तर यहाँ क्वेसनले सबै कुरा क्लियरली नखुलाएको कारणले गर्दाखेरि हामीले वान साइडेड एन्सर मात्रै लेख्नु हुँदैन, त्यही भएर हामीले 2 साइडेड एन्सर लेख्नुपर्छ। अब हामीले के लेख्न पऱ्यो भने यहाँ एउटा त क्यापिटलाइजेसन कतिखेर हुन्छ भनेर यो सुरुको पोइन्ट लेख्न पऱ्यो, अनि अर्को कतिखेर क्यापिटलाइजेसन रोक्नुपर्छ भन्ने कुरा पनि लेख्न पऱ्यो। यहाँ क्यापिटलाइजेसन कतिखेर सिज हुन्छ भनेर, जब हाम्रो यो जुन नेसेसरी एक्टिभिटी छ त्यो क्वालिफाइङ एसेट्सको लागि त्यो जब कम्प्लिट हुन्छ हामीले सिज गर्नुपर्छ भनेर लेख्न पऱ्यो। यो दुइटा लेखिसकेपछि अब हामीसित क्वेसनमा सफिसियन्ट इन्फर्मेसन छैन कतिखेर सुरु भयो कतिखेर सकियो भनेर, त्यही भएर यहाँ के लेखिन्छ भने अब गिभेन केस भनेर यहाँ हेरौँ। द इन्ट्रेस्ट अफ डिफर्ड पेमेन्ट टर्म related to the acquisition of the assets represents borrowing directly attributable to the assets भनेको ठिक छ, डाइरेक्टली एट्रिब्युटेबल हो भन्ने माने यसले पनि। तर हाउएभर पार्ट अफ दिस इन्ट्रेस्ट रिलेट्स टु द पिरियड आफ्टर एसेट इज रेडी फर इट्स इन्टेन्डेड युज। र हामीसित एसेट आइसकेपछि पनि हामीले रेडी टु युज भइसकेपछि पनि अलि पछि पैसा दिएको हो, त्यही भएर यहाँ के गर्न खोजेको छ भने यसरी छुट्याइदिएको छ क्या। यो भनेको रेडी टु युज हुनभन्दा अगाडि, यो भनेको रेडी टु युज भइसकेपछि।
हामीले इन्ट्रेस्ट चार्ज गर्ने भनेको रेडी टु युज हुनभन्दा अगाडि मात्रै हो, भइसकेपछि युज गर्न हुँदैन भन्न खोजेको हो। त्यही भएर यहाँ भनेको छ इन्ट्रेस्ट अप टु डेट रेडी टु युज, रेडी टु युजसम्म हामीले क्यापिटलाइज गर्न पऱ्यो, अनि त्यसपछि हामीले इन्ट्रेस्टलाई के गर्न पऱ्यो, चार्ज टु पिएलमा गर्न पऱ्यो भन्न खोजेको हो। सुरुमा हेर्दाखेरि राम्रोसँग बुझिन्न, यो एकदम राम्रोसँग पढ्नुपर्छ, यो अलि धेरै जो डिफ्रेन्ट क्वेसन छ क्या यो, त्यही भएर यसलाई हामीले राम्रोसँग पढ्नुपर्छ। अरू क्वेसन सिम्पल खालको छ, यो अलि कम्प्लेक्स खालको जस्तो क्वेसन लाग्न सक्छ एकचोटि सुरुमा हेर्दाखेरि। त्यही भएर क्वेसन नम्बर 1मा त्यसरी लेख्न पऱ्यो, छुट्याउन पऱ्यो। रेडी टु युज हुनभन्दा अगाडि हामीले क्यापिटलाइज गर्ने हो, रेडी टु युज भइसकेपछि हामीले त्यसलाई पिएलमा चार्ज गर्ने हो। त्यो इन्ट्रेस्टलाई इन्टायरली सबै हामीले क्यापिटलाइज गर्न हुँदैन भन्न खोजेको। अब त्यही कुरा यहाँ, अब यतिसम्म एकाउन्टमा यही क्वेसन सोधेको भए हामीले यतिसम्म लेखेर मात्रै हुन्थ्यो, तर यो अडिटमा पनि सोधेको भएर हामीले यो एडिसनल लाइन लेख्नुपर्छ। एडिसनल लाइनमा के हुन्छ भने यदि इन्टिटीले बोरिङ कस्ट सबै क्यापिटलाइज गऱ्यो भने त्यसले के असर गर्छ र अडिटरले त्यस्तो बेलामा के गर्नुपर्छ भन्ने कुरा लेख्नुपर्छ क्या। मैले त्यो एनएस इन अडिटमा कसरी लेख्ने भनेर मैले त्यो भिडियोमा राम्रोसँग डिस्क्राइब गरेको छु, एकचोटि त्यो भिडियो पनि हेर्नु होला। अब क्वेसन नम्बर 2मा जाऊँ। क्वेसन नम्बर 2मा यो इन्भेन्ट्रीको कुरा छ। हामीले माथि प्रोभिजन पनि पढेको थियौँ, कति बेला इन्भेन्ट्रीको जुन बोरिङ कस्ट छ इन्भेन्ट्रीमा लागेको त्यसलाई हामीले क्यापिटलाइज गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा हो, त्यही कुरा यहाँ गरेको छ। इन्भेन्ट्रीको डिफिनेसन लेख्ने यहाँ, इन्भेन्ट्रीमा कति बेला के कम्प्राइज हुन्छ इन्भेन्ट्रीको कस्टमा, अनि त्यसपछि एनएस 23मा बोरिङ कस्ट कति बेला हामीले क्यापिटलाइज गर्न मिल्छ भन्ने यो प्रोभिजन लेखेर हामीले एन्सर लेख्न सकिन्छ। यो त्यति धेरै गाह्रो छैन, एकचोटि आफै हेरेर पनि बुझिन्छ यो। त्यसपछि क्वेसन नम्बर 3मा मैले अघि नै इक्जाम्पल दिएको थिएँ सिजेसनमा हामीले लकडाउन भएको बेलामा लकडाउन पिरियडभरि हाम्रो एक्टिभ डेभलपमेन्ट हुँदैन त्यो क्वालिफाइङ एसेट्सको, त्यही भएर त्यो पिरियडको हामीले बोरिङ कस्टलाई पिएलमा चार्ज गर्नुपर्छ, क्यापिटलाइज गर्नुहुन्न भन्ने हो। त्यही क्वेसन यहाँ सोधेको छ, त्यो पनि एकचोटि हेर्नु होला। त्यही क्वेसन हो, सिजेसनकै क्वेसन हो यो। अनि यो पनि त्यही सिजेसनकै क्वेसन हो। त्यहाँ कोरोना आएर रोकिएको थियो भने यहाँ ल्यान्डस्लाइड आएर रोकिएको थियो, 6 महिनाको लागि रोकियो, तर फुल्ली क्यापिटलाइज गऱ्यो कि हरेक पुरै वर्षको क्यापिटलाइज गरिदियो। यो त गलत हो नि त, पुरै वर्षको गर्न भएन, हामीले 6 महिनाको गर्ने हो, अनि 6 महिनाको इन्ट्रेस्ट चार्ज गर्ने हो, त्यही कुरा लेख्ने यहाँ। अनि त्यही अब लास्टमा हामीले अडिटमा एन्सर लेख्ने बेलामा लास्टमा कहिले पनि छुटाउनु हुँदैन, म्यानेजमेन्टले के गर्नुपर्छ र यदि म्यानेजमेन्टले त्यो गरेन भने अडिटरले आफ्नो रिपोर्ट मोडिफाई गर्नुपर्छ भन्ने कुरा हामीले छुटाउनु भएन यहाँ। यो लास्टको पोइन्ट, if management refuse to make the correction and the effect is material, the auditor should consider modification of opinion in accordance with NS 507. NS 507 त्यसरी लेख्नुपर्छ। यति भयो क्वेसन। अब लास्टमा मैले सर्टमा रिभाइज गरिदिन्छु फेरि 1 पेज चार्टबाट। हामीले के पढ्यौँ भन्छ एकचोटि सर र यो मात्र हेऱ्यो भने हामीलाई ब्रिफली आइडिया हुन्छ, अनि हाम्रो सबै कन्सेप्ट पनि कभर हुन्छ यसैमा। सबभन्दा सुरुमा हामीले प्यारा 5मा डेफिनेसन पढ्यौँ। बोरिङ कस्टको डेफिनेसन के रहेछ भने इन्ट्रेस्ट एन्ड अदर कस्ट द्याट एन इन्टिटी इन्कर्स इन कनेक्सन विथ द बोरिङ अफ द फन्ड, त्यो भयो। त्यसपछि क्वालिफाइङ एसेट्स भनेको के हो, एसेट्स द्याट नेसेसरीली टेक्स सब्सटेन्सियल पिरियड अफ टाइम टु गेट रेडी फर इट्स इन्टेन्डेड युज अर सेल, यो डेफिनेसन भयो। त्यसपछि अब क्यापिटलाइज कति बेला गरिन्छ, डाइरेक्टली एट्रिब्युटेबल टु द एक्विजिसन कन्स्ट्रक्सन अर प्रोडक्सन अफ क्वालिफाइङ एसेट्स फर्म्स पार्ट अफ द कस्ट अफ द्याट एसेट्स, यो भयो क्यापिटलाइजेसनको। त्यसपछि एक्सपेन्स भनेको के रहेछ भने अदर बोरिङ कस्ट आर रिकग्नाइज एज एन एक्सपेन्स, यहाँ जुन बोरिङ कस्ट छ त्यो बाहेक जति पनि बोरिङ कस्ट भयो त्यसलाई हामीले एक्सपेन्स ट्रिट गर्ने। एक्सपेन्स ट्रिट गर्नुको मतलब के हो भने हामीले पिएलमा लगेर चार्ज गर्नुपर्छ। त्यसपछि स्पेसिफिक बोरिङमा के हुँदो रहेछ भने जति पनि हामीले कस्ट इन्ट्रेस्ट कस्ट त्यसलाई लेस गर्ने केमा इन्भेस्टमेन्ट इन्कमबाट, अनि जति पनि आउँछ त्यसलाई हामीले डाइरेक्ट क्यापिटलाइज गर्ने। अब जेनरल बोरिङमा के हुँदो रहेछ भने हामीले वेटेड एभरेज रेट क्यापिटलाइजेसन रेट निकालेर अनि बल्ल हामीले कति क्यापिटलाइज गर्ने भनेर बोरिङ कस्ट निकाल्छौँ। अर्को स्टेज अफ क्यापिटलाइजेसन, 3टा स्टेज हुँदो रहेछ, कमेन्समेन्ट, सस्पेन्सन, सिजेसन। कमेन्समेन्ट भनेको सुरुवात, कतिखेर सुरु गर्ने, 3टा कन्डिसन मिट भइसकेपछि एउटा इन्क्लुड गर्न पऱ्यो एक्सपेन्डिचर, बोरिङ कस्ट, त्यसपछि अर्को नेसेसरी एक्टिभिटी स्टार्ट गरेको हुन पऱ्यो। अर्को सस्पेन्सन कतिखेर गर्ने भने जब एक्टिभ डेभलपमेन्ट सस्पेन्ड भएको छ भने। त्यसपछि सिजेसन कतिखेर गर्ने भने जब सबै काम कम्प्लिट भइसकेको छ भने। त्यसपछि डिस्क्लोजरमा के राख्ने, एउटा एमाउन्ट कति क्यापिटलाइज गरेँ, अनि अर्को क्यापिटलाइजेसन रेट कसरी ट्रिट भयो। त्यसपछि लास्टमा मैले राखेको थिएँ एडभान्स एकाउन्टिङको पास्ट क्वेसन अनि अडिटको पास्ट क्वेसन। यसको 6वटा क्वेसन छ, यसको 4वटा क्वेसन छ। 6वटा मध्ये पनि 2-3टा रिपिटै छ,
अब म्याक्सिमम् हेर्ने हो भने त्यो 3-4वटा क्वेसन मात्रै अलिक फरक खालको हुन्छ, नत्र अरू सबै सिमिलर क्वेसनै छ। यो थियो एनएस 23 को सर्ट एन्ड स्विट रिभिजन। आई होप यो भिडियो हेरिसकेपछि अब हजुरले कुनै पनि हेर्नै पर्दैन, अरू केही पनि गर्न पर्दैन। यति बोरिङ कस्टको भिडियो हेरिसकेपछि कन्सेप्ट सबै यसैमा कभर छ, क्वेसन पनि यसैमा कभर छ। यो पिडिएफ मैले हाम्रो टेलिग्राम च्यानलमा राखिदिनेछु, त्यहीँबाट हेर्न सक्नुहुन्छ। 10 पेजको छ, मजाले पढ्न सक्नुहुन्छ। अनि नेक्स्ट भिडियो मैले कुन स्ट्यान्डर्डको बनाम जस्तो लाग्छ हजुरलाई त्यो कमेन्ट गर्नु होला। मैले त्यो स्ट्यान्डर्डको यस्तै गरी कन्सेप्ट नोट र पास्टमा आएको क्वेसन मैले बाइफर्केट गरेर राखिदिनेछु। अनि जसरी हामीलाई त्यसले गर्दा हामीलाई पढ्न पनि सजिलो हुन्छ। एकाउन्टमा कस्तो क्वेसन आइरहेछ, अडिटमा कस्तो आइरहेछ, अडिटमा कसरी लेख्न पर्दो रहेछ, एकाउन्टमा कसरी लेख्न पर्दो रहेछ, त्यो पनि हामीलाई आइडिया हुन्छ। त्यही भएर अब नेक्स्ट भिडियो कुन बनाम भन्ने कमेन्ट गर्नु होला।